हाम्रो पार्टीलाई। निर्माण भइसकेपछि त यीकै जनप्रतिनिधिहरूले पनि त यसको सेवा त पाउँछन् नि। पाउँछ, तर मैले त्यही भने अघि नै त्यो दृष्टिकोणले हेरेनन् उहाँहरूले। यहाँनिर जनताको माया, जनताको स्नेह अजय एडवर्ड्सले पाउँछ, यो पार्टी पनि नलिउँ है, अजय एडवर्ड्स एउटा व्यक्तिले पाउँछ भनेर उहाँहरू डराएर त्रासित भएर रोक्न खोज्छ। अब यहाँ हेर्नुहोस्, अब भनेपछि पुल निर्माणलाई चाहिँ राजनीतिकरण गरियो भन्नु खोज्नु? हजुर हजुर हजुर, एकदमै 100% हामीले राजनीतिकरण पोलिटिकलाइज गर्नु खोज्यो। यो त हेर्नुहोस् हाम्रो पक्षबाट होइन, उहाँहरूले 100% यसलाई पोलिटिकलाइज गर्नु खोज्यो। कसले? सत्तारूढले भागो प्रामो, नामै टोक्नु भएन, भागो प्रामो। अनि भागो प्रामोको अध्यक्ष एवं जिटिए चिफले त भाषणमै भन्यो। अच्छा, यो पुल अब नयाँ पुल बनिसकेपछि चाहिँ हजुर कति पपुलेसनले चाहिँ यसको सेवा पाउन सक्छ होला? यो त धेरै नि, किन भन्दाखेरि हेर्नुहोस् यो क्षेत्र ठुलो छ। अब यहाँ त झन् यस्तो खतरा रहेछ। ल अब हामी अर्को मुखमा आइपुग्यौँ। सुरुवात कसरी भयो यो पुललाई रोक्नको लागि? त्यो चाहिँ हाम्रो स्वयं जिटिए चिफले चाहिँ आफ्नो एउटा पार्टीको कार्यक्रमबाट भाषणबाट के भन्यो, म देख्दैछु यहाँनिर जग्गा जग्गामा पुल बनाउँदैछ, ब्रिज बनाउँदैछ, यो कुराहरू सरकारको प्रशासनको अनुमति बिना कसरी, म यहाँबाट डिएमलाई भन्छु, एसपीलाई भन्छु, पुलिस प्रशासनलाई भन्छु त्योपट्टि ध्यान दिनु भनेर उहाँले बकाइदा आफ्नो भाषणमा सम्भाषणमा राखेको छ। त्यो भिडियो मेरोमा छ। अनि यो एक मात्र कनेक्टिभिटी हो यो पुल, झोलुङ्गे पुल, जुन चाहिँ पारी चाहिँ तपाईँको अर्को समष्टि हो। त्यो समष्टि चाहिँ हो पोख्रेबुङ चामुङ समष्टि। अब जग्गा भन्नु पऱ्यो भने लगत्तै उता पुगेपछि त्यसलाई चाहिँ समरिक पानी भनिन्छ, समरिक पानी। अनि योलाई चाहिँ तुङसुङ भनिन्छ। अनि एकमात्र कनेक्टिभिटी रहेको जुन चाहिँ पुल छ, त्यो पुलको हालत हेर्नुहोस्। अब हेर्नुहोस् उहाँबाट ठिक्कै तपाईँको यो भगवान्ले दिएको, परबाट मान्छे हिँड्दैछ, पुल हल्लिएको हेर्नुहोस्, जसरी पुल स्विङ हुँदैछ परबाट हिँड्दै त्यहाँ 3जना व्यक्तिहरू आउँदैछ तर पुल स्विङ भएको हेर्नुहोस्। फर्स्ट उदाहरण हेर्नु हुँदैछ। अनि यो मात्र एउटा कनेक्टिभिटी हो यो दुईटा ठाउँलाई जोड्नुको निम्ति। अनि बिमारी होस्, सौदापात लिएर आएको होस्, अनि विद्यार्थी नानीहरू होस्, सबै यो बाटो त्यहाँ जानु पर्यो भने यही बाटो, उहाँबाट यता आउनु पर्यो भने यो मात्र एउटा कनेक्टिभिटी थियो। अरू जग्गा तपाईँले यसरी गाडी चल्ने तपाईँले देख्नु हुँदैन। त्यहाँदेखिको यो ब्रिज पनि अब अजय एडवर्ड्सजीले बनाइदिन्छु भनेर यो सुरुवात जब शिलान्यास गरेर सुरुवात मात्रै गर्यो, यसको पोस्टहरू लाग्नु थाल्यो, डरायो सत्तारूढ दल। पुललाई समाएर राख्ने जुन चाहिँ स्ट्रक्चरल इन्टेग्रिटी छ हुन्छ नि, त्यसलाई जोड्ने यहाँ हेर्नुहोस् खिया लागेर यो अवस्थामा है, यो अवस्थामा यहाँ हेर्नुहोस् हो। यो खुट्टा टेक्ने बित्तिकै मैले तपाईँलाई दुईवटा उदाहरण दिएँ। अर्को उदाहरण यहाँ हेर्नुहोस् अब गति पुलको। ल हजुर हजुर यहाँ हेर्नुहोस्, यो त सबै नै गइसकेको रहेछ पनि थाम्दैन यसले होइन? थाम्दैन यसले। यहाँ हेर्नुहोस् है, यस्तोमा डर लाग्दैछ त। हजुर अन्त यहाँ हेर्नुहोस्। अब यस्तो हुन्छ भनेर नै यो सब कति ज्ञापन पत्र चढाए यो क्षेत्रको मानिसहरूले प्रशासनलाई पहिलादेखिकै धेरै चलाए, तर नबनिँदाखेरि अन्तमा गएर अजय एडवर्ड्सलाई हामी श्रमदान दिन्छौँ। किन बलुवाबास पुल बनायौँ नि त हामीले। अलिकति हेरेर हिँड्नुहोस् है। हजुर अब यस्तो पुलमा चाहिँ हाम्रो व्यक्तिहरूलाई सालों साल अझै 1-2 दशक यही पुलमा हिँड भन्दैछ। सम्पूर्णमा नमस्कार। यस च्यानल हेरेर बसिरहनु भएको सम्पूर्ण गोर्खे परिवारलाई जता कतै पनि हुनुहुन्छ, म एउटा गोर्खे युवाको तर्फबाट न्यानो अभिवादन टक्राउन चाहन्छु। र आज भने हामी तुङसुङमा जुन चाहिँ हाल तपाईँको निकै विवाद चलिएको एउटा श्रमदानद्वारा निर्माण हुँदै गरेको जुन चाहिँ एउटा ब्रिज छ, त्यो पुल चाहिँ यहाँको क्षेत्रको 32वटा समाज मिलेर किन अजय एडवर्ड्सलाई सहयोगको गुहार माग्यो, अनि किन अजय एडवर्ड्सले यो ब्रिजमा म बनाइदिन्छु, म सघाउँछु भनेर उहाँले आफ्नो सहयोग पुर्याइदिनु भयो भन्ने कुरा हजुरहरूलाई एउटा दिन चाहन्छु है। अहिले जुन जग्गामा हामी छौँ यो तपाईँको रङबुल धोत्रे, यो तपाईँको घुम जोरबङ्गला समष्टि पर्छ, घुम जोरबङ्गला समष्टि। अनि यो एक मात्र कनेक्टिभिटी हो यो पुल, झोलुङ्गे पुल, जुन चाहिँ पारी चाहिँ तपाईँको अर्को समष्टि हो। त्यो समष्टि चाहिँ हो पोख्रेबुङ चामुङ समष्टि। अब जग्गा भन्नु पऱ्यो भने लगत्तै उता पुगेपछि त्यसलाई चाहिँ समरिक पानी भनिन्छ, समरिक पानी। अनि योलाई चाहिँ तुङसुङ भनिन्छ। अनि एकमात्र कनेक्टिभिटी रहेको जुन चाहिँ पुल छ, त्यो पुलको हालत हेर्नुहोस्। अब हेर्नुहोस् उहाँबाट ठिक्कै तपाईँको यो भगवान्ले दिएको, परबाट मान्छे हिँड्दैछ, पुल हल्लिएको हेर्नुहोस्, जसरी पुल स्विङ हुँदैछ परबाट हिँड्दै त्यहाँ 3जना व्यक्तिहरू आउँदैछ तर पुल स्विङ भएको हेर्नुहोस्। फर्स्ट उदाहरण। अब दुईवटा उदाहरण लगत्तै पुलमा खुट्टा टेक्ने बित्तिकै तपाईँहरूले देख्नुहुन्छ। यहाँ हेर्नुहोस्। अब अर्को कुरा
पुललाई समाएर राख्ने जुन चाहिँ स्ट्रक्चरल इन्टेग्रिटी छ हुन्छ नि त्यसलाई जोड्ने यहाँ हेर्नुहोस् ख्याल लागेर यो अवस्थामा है यो अवस्थामा यहाँ हेर्नुहोस् हो यो खुट्टा टेक्ने बित्तिकै मैले तपाईँलाई दुईवटा उदाहरण दिएँ अर्को उदाहरण यहाँ हेर्नुहोस् अब गति पुलको हेर्नु हुँदैछ सबै म अनि यो मात्र एउटा कनेक्टिभिटी हो यो दुईवटा ठाउँलाई जोड्नुको निम्ति अनि बिमारी होस् सौदापात लिएर आएको होस् अनि विद्यार्थी नानीहरू होस् सबै यो बाटो त्यहाँ जानु पर्यो भने यही बाटो वहाँबाट यता हुनु पर्यो भने यो मात्र एउटा कनेक्टिभिटी थियो अरू जग्गा तपाईँले यसरी गाडी चल्ने तपाईँले देख्नु हुँदैन अनि अर्को कुरा हेर्नुहोस् अब यस्तो पुलमा यस्तो जीर्ण अवस्थाको पुलमा चाहिँ प्रशासनले अनि सरकारले हाम्रो जातिलाई हाम्रो नानीहरूलाई हाम्रो दुख बिमारीहरूलाई हाम्रो यो क्षेत्र बासिन्दालाई यसमा हिँड भन्नु एउटा हुन्छ नि कुरा अब थोपिएको जस्तै यस्तो जग्गामा अनि यहाँ हेर्नुहोस् है यस्तोमा डर लाग्दैछ त हजुर अन्त यहाँ हेर्नुहोस् अब यस्तो हुन्छ भनेर नै यो कति ज्ञापन पत्र चढाए यो क्षेत्रको मानिसहरूले प्रशासनलाई पहिलादेखिकै धेरै चलाए तर नबनिँदाखेरि अन्तमा गएर अजय एडवर्ड्सलाई हामी श्रमदान दिन्छौँ किन बलुवाबास पुल बनायौँ नि त हामीले पहिला त विपक्षी जुन चाहिँ सत्तासीन दल छ उहाँले हामीलाई फ्री छोडिदियो किन भन्दा के बनाउनु सक्छ यिनीहरूले अजय एडवर्ड्सले के बनाउनु सक्छ त्यहाँनिर करोडौँ रुपियाँ लाग्छ भन्ने एउटा मानसिकता थियो क्या तर बलुवाबास पुल जब निर्माण भयो साथसाथमा स्काई वक भयो अहिले त्यहाँ टुरिस्ट स्पट भएको छ त्यहाँदेखिको यो ब्रिज पनि अब अजय एडवर्ड्सजीले बनाइदिन्छु भनेर यो सुरुवात जब शिलान्यास गरेर सुरुवात मात्रै गर्यो यसको पोस्टहरू लाग्नु थाल्यो डरायो सत्तारूढ दल किन डरायो भन्दाखेरि यहाँनिर उहाँहरूले यो दृष्टिकोणले हेरेन कि यो क्षेत्रको बासिन्दाहरूलाई नानीहरूलाई पुस्तासम्म अब यो ब्रिजले कति चाहिँ फाइदा दिन्छ भनेर उहाँले त्यो हेरेन उहाँले के हेऱ्यो अजय एडवर्ड्सले त बनाउने रहेछ बनायो भने त जनताको माया स्नेह डल्लै अजय एडवर्ड्सकोमा जान्छ अनि हाम्रो त वर्चस्व घर छ त्यो दृष्टिकोणले उहाँले हेऱ्यो अनि यसमा धेरै रोक्ने कोसिस गर्यो अनि यो फर्स्ट सुरुवात कसरी भयो यो पुललाई रोक्नको लागि त्यो चाहिँ हाम्रो स्वयं जिटिए चिफले चाहिँ आफ्नै एउटा पार्टीको कार्यक्रमबाट भाषणबाट के भन्यो म देख्दैछु यहाँनिर जग्गा जग्गामा पुल बनाउँदैछ ब्रिज बनाउँदैछ यो कुराहरू सरकारको प्रशासनको अनुमति बिना कसरी म यहाँबाट डिएमलाई भन्छु एसपीलाई भन्छु पुलिस प्रशासनलाई भन्छु त्योपट्टि ध्यान दिनु भनेर उहाँले बकाइदा आफ्नो सम्भाषणमा राखेको छ त्यो भिडियो मेरोमा छ निकै भाइरल पनि भयो त्यो भिडियो मेरोमा पनि छ त्यो हुँदादेखिको यहाँनिर धेरैपल्ट प्रशासन आयो एकपल्ट त प्रजातान्त्रिकको केटाहरू यहाँनिर आएर विवाद गरेर झगडा गरेर हाम्रो जो पार्टीको यहाँनिर एउटा केयरटेकर जस्तै यहाँको एउटा हाम्रो समष्टिको नेता अब सुपर जे भन्नुहुन्छ उहाँले यहाँ 4 महिना यहाँ बिताइसक्यो त्यो व्यक्तिलाई उहाँले हातापाई गर्यो अनि त्यो पनि निकै भाइरल भयो त्यो भिडियो पनि निकै भाइरल भयो अनि यो ब्रिजलाई चाहिँ केही पनि अब यो काम जुन चाहिँ हुँदै थियो नरोकोस् भनेर चाहिँ समाजले सुधार गर्ने भयो मिलेर मान्यो उताको पनि मान्यो हाम्रो जसले हामीलाई हाम्रो नेतालाई जसलाई हातपात गर्यो ऊ पनि मान्यो उसले धुलाई खायो तर उसले के भन्यो होइन यो जनसाधारणलाई चाहिँ राम्रो हुनुपर्छ उसले मान्यो तर मानेपछि हेर्नुहोस् दोग्लापन्थी पछि गएर एफआइआर हाल्यो अब जो हाम्रो पार्टीको नेतृत्वको कुरा गर्दैछ नि फिजिकल्ली भन्नुपर्ने विचार यत्रो छ त्यही माथि यहाँ काम गरेर घटेको अनि यो जसले हात लगायो भन्छ यत्रो मुस्टन्डेहरू यत्रो अन्त त्यो त अलिक नपत्याउने कुरा हो कि चाहिँ अब हाम्रो पार्टीको जो नेतृत्व छ यहाँनिर ऊ बुरुसली हुनु पर्यो एकदम मार्सल आर्ट्स खेल्ने हुनु पर्यो अन्त कि चाहिँ उहाँ त्यो जसले कुट्यो भनेर आरोप फेक केसेस लगायो त्यो व्यक्तिहरू कायर हुनु पर्यो अब यहाँसम्मको विवाद सृजना गर्यो तर आजको दिनमा हेर्नुहोस् तपाईँहरूको यो पुल निर्माण सम्बन्धी काम थालेपछि चाहिँ रोक्नको निम्ति दबाबहरू आयो दबाब जुन चाहिँ हाम्रो पार्टीलाई अहिले दबाब छ हाम्रो नेतृत्वहरूलाई सानो केसमा पनि पक्रिहाल्छ एरेस्ट गरेर निक्लिहाल्छ ब्याङ्कको त्यो अहिले चेकहरू गर्दै सबै यो ब्रिजले गर्दा भएको तर यो पार्टीलाई निर्माण भइसकेपछि त यीकै जनप्रतिनिधिहरूले पनि त यसको सेवा त पाउँछन् नि पाउँछ तर मैले त्यही भने अघि नै त्यो दृष्टिकोणले हेरेनन् उहाँहरूले यहाँनिर जनताको माया जनताको स्नेह अजय एडवर्ड्सले पाउँछ यो पार्टी पनि नलिउँ है अजय एडवर्ड्स एउटा व्यक्तिले पाउँछ भनेर उहाँहरू डराएर त्रासित भएर रोक्न खोज्छ अब यहाँ हेर्नुहोस्
भनेपछि पुल निर्माणलाई चाहिँ राजनीतिकरण गरियो भन्नु खोज्नु हजुर 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 एकदमै 100% हामीले राजनीतिकरण पोलिटिकलाइज गर्नु खोज्यो यो त हेर्नुहोस् हाम्रो पक्षबाट होइन उहाँहरूले 100% यसलाई पोलिटिकलाइज गर्नु खोज्यो कसले सत्तारूढले भागो प्रामो नामै टोक्नु भएन भागो प्रामो अनि भागो प्रामोको अध्यक्ष एवं जिटिए चिफले त भाषणमै भन्यो यो पुल यो बाटोहरू बनाउँदैछ त्यसमा यसो याद गर्नुहोस् ध्यान दिनुहोस् भनेर यहाँनिर जिल्ला शासक र पुलिस प्रशासनलाई भनेको हो नि त यहाँ हेर्नुहोस् अब पुलको हेर्नुहोस् अलिकति हेरेर हिँड्नुहोस् है अब यस्तो पुलमा चाहिँ हाम्रो व्यक्तिहरूलाई साल अझै 1-2 दशक यही पुलमा हिँड भन्दैछ हामीलाई चाहिँ डर लाग्दैछ एकदम हल्लिँदैछ पुरै लचक हल्लिँदैछ बिस्तारै अहिलेसम्म यहाँको बासिन्दाहरूले यसरी चलाउँदैछ पुल हजुर अहिलेसम्मको यहाँको बासिन्दाहरूले पुल यसरी चलाउँदैछ हजुर अच्छा यहाँकोहरू चाहिँ खुस्केको छ कि छैन उहाँ परको जस्तो यो कनेक्टिभिटीहरू यहाँ साह्रै फुस्केको छैन हजुर तर तपाईँको स्ट्रक्चरल इन्टेग्रिटी हेर्नु जति हल्लिँदैछ नि झोलुङ्गे पुल हल्लिन्छ तर यति पनि हल्लिँदैन नि यस्तो डरलाग्दो पनि हल्लिँदैन हजुर 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 यहाँ हेर्नुहोस् यो त सबै नै गइसकेको रहेछ पनि थाम्दैन यसले होइन थाम्दैन यसले अच्छा यो पुल अब नयाँ पुल बनिसकेपछि चाहिँ हजुर कति पपुलेसनले चाहिँ यसको सेवा पाउन सक्छ होला यो त धेरै नि किन भन्दाखेरि हेर्नुहोस् यो क्षेत्र ठुलो छ अब यहाँ त झन् यस्तो खतरा रहेछ ल अब हामी अर्को मुखमा आइपुग्यौँ ल हजुर यो कतिले चाहिँ यहाँ सेवा पाउनु सक्छ यहाँ त अब हेर्नुहोस् यो इनिसिएटिभ मात्रै 32वटा समाजले गर्यो भनेपछि यहाँनिर त तपाईँको झन्डै 60% यो समष्टि दुईवटा समष्टिमा झन्डै तपाईँको 60% यहाँको झन्डै 60% पपुलेसन अब राम्रोसँगले यसमा अर्कलबाजी मात्रै लाउनु पऱ्यो भने पनि 15,000को अर्कलबाजी मात्रै लाउनु भयो भने 30,000 इन्डिभिजुअल्सले यसको फाइदा यसको फेसिलिटी ग्रहण गर्नु पाउँछ त्यो मात्रै होइन फेरि 1-2 वर्ष होइन अब यो ब्रिज त तपाईँको सालो जान्छ नि त अन्त अर्को कुरा म के भन्छु भन्दा जो पाइ त्यसले ब्रिज बनाउँछ भन्छ नि यता हामीले त्यत्तिकै ब्रिज बनाउँछ भनेर बनाएको होइन नि यसमा इन्जिनियर लागेको छ स्ट्रक्चर मेन्टेन छ सेफ्टी कन्सर्न्सहरू सबै लिएर चाहिँ मेन्टेन गरेर अब यहाँ एउटा इन्जिनियर सायद आज आउनुभएको थियो होला अहिले कहीँ जानुभएको होला तपाईँको त्यो इन्जिनियरको ब्लु प्रिन्ट चार्ट कसरी बनाउँछ हेर्नुहोस् न अब यहाँ चाहिँ डर चाहिँ किन सत्तासीन दललाई किन चाहिँ डर लागेको यदि उहाँहरू प्रशासनमा बसेपछि चाहिँ जनसाधारणको निम्ति काम गर्नुपर्ने हो कि आफ्नो लागि मात्रै काम गर्नुपर्ने एउटा कुरा सोध्नु मन लागेको थियो जस्तै यो यतापट्टिको समष्टि र यतापट्टिको समष्टि सबलाई यो पुलले जोड्दैछ आज हिजोसम्म यसले जोडिरहेको थियो पुरानो पुलले हजुर अच्छा दैनिक रूपमा आवत जावत गर्ने जस्तै यो क्षेत्रबाट पल्लो क्षेत्रमा सर्भिस गर्नु जाने अथवा पल्लो क्षेत्रबाट ओल्लो क्षेत्रमा सर्भिस गर्न आउने स्कुल जाने अनि यस्तो ओहोरदोहोर चलिरहन्थ्यो यही पुलबाटै हो नि किनभने कनेक्टिभिटी उहाँहरूको चाहिँ के भनाइ छ त वक्तव्य के छ त वर्षौँदेखि उहाँहरू यो पुल युज गर्दै हिँड्नु भएको छ होइन एउटा आफ्नो ज्यानलाई धरापमा राखेर भन्छ नि एउटा धरापमा राखेर हिँडिराख्नु उहाँहरूको प्रतिक्रिया के छ तपाईँले बुझ्नु चाहनुभयो हजुर हामीले उहाँ त एकदमै धन्यवादी छ नि हजुर एकदमै धन्यवादी छ अब यो के हो भन्दाखेरि नि यो 1-2 घरलाई 15 घरलाई या अब भोटको लागि गरेको होइन नि त यो त सर्वसाधारणको लागि नै यो उपयोग हुने हो नि त भोलिको दिनमा जुन चाहिँ पार्टीका लिडर्सहरूले यो पुल रोक्नु उहाँहरूले धेरै तोड ज्यान लगायो भोलिको दिनमा उहाँहरूको गाडी हिँड्दा त नहिँड भन्दैन नि हामीले उहाँहरू हिँडेर जाँदा त भन्दैन मिल्दैन नि त अन्त फाइदा कसलाई भयो सबैलाई सार्वजनिक भयो नि त अन्त त्यो पक्षले उहाँहरूले सोच्नु सकेन त्यो पक्षले सोचेनन् नि उहाँहरूले म त किटान गरेर सोचेनन् त्यसले गर्दा त रोक्ने प्रयास गर्यो त धेरै प्रयास गर्यो अब यो सामान्य तपाईँको भनाइअनुसार यति सामान्य कुरा सोच्नुलाई पनि के ठुलो रकेट साइन्स पढ्नु पर्दैन होला यसमा त रकेट साइन्स त एउटै छ नि त्यो रकेट साइन्स तपाईँको के हो भन्दाखेरि नि रकेट साइन्स त छैन कि तर एउटा यहाँ सानो तपाईँको सेल्फिसनेस छ हजुर हजुर बुझ्नुभयो हजुर
कप्टीपना छ, घोप्टेपना छ। त्यो चाहिँ के हो भन्दा मैले अघि पनि भने म फेरि दोहोऱ्याउँछु, अब यो पुल यो अब बन्नेपछि यसको निर्माण पुरा भएपछि यो उसको अब सुरुवात सञ्चालनमा आएपछि त यहाँको जनताको क्षेत्रको माया, किनभने फेरि अहिले सोसियल मिडियाको जमाना हो, यहीँ मात्र सीमित रहँदैन, यो धेरै जग्गा विश्वभरि नै फैलिन्छ। छर्रेपछि के हुन्छ भन्दाखेरि जनताको माया जनताको स्नेह चाहिँ अजय डोर्सले पाउँछ भनेर चाहिँ सत्तारूढ डरहरू त्रासित भएको, आरिस गरेको, सिधा भन्नु पर्यो भने। अन्त त यहाँनिर रोक्नु काम गर्छ। सामान्य कुरा छ नि, त्यो माया त उहाँले पनि त पाउन सक्थ्यो होला नि त। सक्थ्यो नि, मैले त्यही भनेको पाउन सक्थ्यो। त्यो दृष्टिकोणले हेरेनन् नि त उहाँहरूले त खास त यहाँ त अझै लजिस्टिक टेक्निकल सपोर्टहरू दिनुपर्ने होइन हैन, योभन्दा राम्रो पुल बनाउनु सक्थ्यो, टेक्निकल सपोर्ट दिनु सक्थ्यो। अहिले यो लेन्थ र वेट कति छ यसको? यो नयाँ पुलको यो चाहिँ उहाँहरूलाई तपाईँले इन्जिनियरलाई सोध्नुहोस् र अर्को हाम्रो जो यहाँ उयो गर्दैछ जे होस्, योभन्दा अझै ठुलो पुल पनि बनाउन सक्थ्यो नि त उनीहरूले। सक्थ्यो, योभन्दा ठुलो पुल बनाउनु सक्थ्यो, राम्रो बनाउनु सक्थ्यो, किनभने उहाँकोमा रिसोर्सेस छ, निकै नै रिसोर्सेस छ। जति यो श्रमदान अनि अजय डोर्सले सिमेन्ट सप्लाई गरेर दियो त्योभन्दा त अब 50 गुणा बेसी रिसोर्सेस छ नि। तर उहाँहरूले आफ्नो बाहेक अरूको सोचिदिए पो कति राम्रो हुने थियो है। त्यसले गर्दा म जनसाधारणलाई यो भन्न चाहन्छु, जुन चाहिँ जग्गामा तपाईँहरूको सेवाको निम्ति व्यक्तित्व समूहहरू राख्नुहुन्छ नि, एकदमै सोच विचार गरेर राख्नुहोस्। तपाईँले राम्रोसँगले सोचेर राम्रोसँगले निहालेर निर्कोल गरेर तपाईँहरूले त्यस्तो समूह त्यस्तो व्यक्तित्वहरू सही जग्गामा राख्नुभयो नि सबैको लागि सोच्छ। अनि खालि आफ्नो लागि मात्रै सोच्यो, भेडाको खालमा स्याल ब्वाँसोहरू तपाईँले राख्नुभयो भने चाहिँ नि पुऱ्याउन्जेलसम्म चाहिँ अब उहाँ भोलि यस्तो राम्रो गर्छ, तपाईँलाई यस्तो यस्तो सपना देखाइदिन्छ नि, भोलि हुन्छ आजै हुन्छ गर्छ, तर जब त्यो जग्गामा तपाईँले पुऱ्याइदिनुहुन्छ त्यहाँदेखि तपाईँहरूको आकाङ्क्षाहरू सबै बिर्सिन्छ उसले, उहाँहरूलाई आफ्नो बाहेक कसैलाई पनि सोच्दैन। त्यो चाहिँ तपाईँहरूलाई जनतालाई चाहिँ यो चाहिँ एउटा ठुलो सन्देश दिन चाहन्छु। हस्, अन्तमा तपाईँको नाम अनि डेजिग्नेसन सहित आफ्नो नाम बताइदिनु। म अहिले मेरो नाम राबगे राई अनि म इन्डियन गोर्खा जनशक्ति फ्रन्टको एउटा युवा कार्यकर्ता। हस्, थ्याङ्क यू, तपाईँले समय दिनुभयो, धन्यवाद।